तपाईँ केमा विश्वास गर्नुहुन्छ? आफ्नो भाग्यमा या आफूमा? पक्कै पनि आफ्नो भाग्यमा विश्वास गर्नुहुन्छ होला। मैले पनि ठिक तपाईहरू जस्तै आफ्नै भाग्यमा विश्वास गर्थेँ। आफूले चाहेको जस्तो नहुँदा, आफूले सोचेको जस्तो नहुँदा आफ्नो भाग्यलाई भरपुर गाली गर्थेँ, आफ्नो भाग्यलाई दोष दिन्थेँ। यदि तपाईहरू पनि मैले जस्तै केही तपाईहरूले सोचेको कुराहरू नहुँदा, चाहेको जस्तो नहुँदा आफ्नो भाग्यलाई दोष दिनुहुन्छ भने दिस भिडियो इज फर यु। यदि तपाईँ आफ्नो भाग्यमा विश्वास गर्नुहुन्छ भने तपाईँले जीवनमा केही पनि हासिल गर्न सक्नुहुन्न। किनकि भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर त्यो डोको कहिले पनि भरिन्न। जिन्दगीमा केही बन्नको लागि, केही पाउनको लागि मेहनत गर्नै पर्छ, परिश्रम गर्नै पर्छ, एफर्ट लगाउनै पर्छ। यदि तपाईँ म यो काम गर्न सक्छु, यो बन्न सक्छु है भनेर आफूलाई विश्वास गरी निरन्तर प्रयास, निरन्तर मेहनत र 100% एफर्ट लगाउनु भयो भने तपाईँले सोचेको, तपाईँले चाहेको सब थोक पाउन सक्नुहुन्छ। तर आफूलाई विश्वास गर्नुपर्छ। कुनै काम छिटो बन्ला, कुनै काम ढिलो बन्ला, तर निरन्तर प्रयास, निरन्तर एफर्ट र निरन्तर परिश्रमले पक्कै बन्छ। समय लाग्न सक्छ तर पक्कै पनि बन्नेछ। त्यसैले साथीहरू, आफ्नो भाग्यमा होइन आफूमा विश्वास गर्नुहोस्, प्रयास गर्दै जानुहोस्, परिश्रम गर्दै जानुहोस् र एफर्ट लगाउँदै गर्नुहोस्। तपाईँको सपना पुरा हुन्छ, 100% हुन्छ। अल द बेस्ट।